कुइया मरुला झुनकिरी सिसाकी गोलीले काठमाडौँबाट करिब 650 किलोमिटर पार गरिसकेपछि दैलेखको तल्लो ढुङ्गेश्वर भन्ने ठाउँमा पुगिन्छ। केही समय अगाडि उक्त ठाउँबाट वादी समुदायका 3 भाइहरूले गाएको गीत सामाजिक सञ्जाल फेसबुक र युट्युबमा भाइरल भएको थियो। उक्त भाइहरूको गीत धेरैभन्दा धेरै नेपालीले लाइक, कमेन्ट र सेयर गर्नुभएको थियो। त्यो देखिसकेपछि दर्शकको माग अनुसार हामी उक्त ठाउँमा जाने निधो गर्यौँ। करिब 2 दिनको यात्रापछि हामी उक्त ठाउँ पुगेर ती भाइहरूलाई भेट्यौँ र ती भाइहरूको प्रतिभालाई एउटा अन्तर्वार्ता मार्फत देखाउने कोसिस गरेका छौँ। अन्तर्वार्तालाई अन्तिम समय हेरेर लाइक, कमेन्ट र सेयर गरेर संसारभर छरिएर रहनुभएका नेपालीसम्म पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। सब्सक्राइब गर्नुहोस् ओरिजिनल खबरलाई र बेललाई दबाउनुहोस्। दर्शकबिन नमस्कार, यहाँ सम्पूर्णलाई हार्दिक स्वागत छ ओरिजिनल खबर युट्युब च्यानलमा। म हुँ गणेश भट्टराई। ओरिजिनल खबर हेर्नुहुने दर्शकको लागि आज एउटा विशेष भिडियो लिएर म उपस्थित भएको छु। पक्कै पनि ओरिजिनल खबर हेर्ने नियमित दर्शक हुनुहुन्छ भने तपाईँलाई थाहा नै छ, हामी नयाँ प्रतिभालाई स्थान दिने गर्छौँ, फरक काम गरेका व्यक्तिहरूलाई स्थान दिने गर्छौँ र दुःख र पीडामा रहनुभएका नेपालीको पनि भिडियो बनाउँदै आएका छौँ। त्यस्तै आज पनि तल्लो ढुङ्गेश्वर भन्ने ठाउँमा दैलेख जिल्लाको तल्लो ढुङ्गेश्वर भन्ने ठाउँमा आइपुगेका छौँ। तपाईँले पछाडि देख्न सक्नुहुन्छ र यहाँ खोला पनि एउटा छ र खोलाको तलपट्टिको भागमा यो गाउँमा छ र यहाँ वादी समुदायका केही भाइहरूले चाहिँ एकदमै मिठो गीत गाउनु हुँदो रहेछ। पक्कै पनि धेरैले सामाजिक सञ्जाल फेसबुक र युट्युबमा देखिसक्नु भएको छ होला। दैलेखका भाइहरूले चाहिँ राम्रो गीत गाउनुहुन्छ है भनेर धेरैले भन्नुभएपछि ओरिजिनल खबर हेर्ने दर्शकको लागि चाहिँ एउटा विशेष भिडियो बनाउनुपर्छ भनेर हामी यो ठाउँसम्म आइपुगेका छौँ। पक्कै पनि तपाईँहरूले भिडियोलाई हेर्ने साथ लाइक, कमेन्ट र सेयर गरेर संसारभर छरेर बस्नुभएका नेपालीसम्म पुर्याइदिनु होला र भाइहरूको गीत कस्तो लाग्छ तपाईँहरूलाई पक्कै पनि त्यो पनि कमेन्ट गरिदिनु होला। भाइहरूलाई चाहिँ केही समयमै राम्रो गीत गायो भने काठमाडौँ लाने व्यवस्था पनि मिल्दैछ, त्यो कुरा पनि कमेन्ट गरिदिनु होला। तपाईँले उनीहरूको मूल्याङ्कन गरेर कतिको योग्य छन् त काठमाडौँ गएर एउटा गीत रेकर्डिङ गराउन कतिको योग्य छन् त्यो कुरा पनि तपाईँले कमेन्ट गरिदिनु होला। र धेरैजना जोडिनु भएको छ ओरिजिनल खबरमा, करिब 1,50,000ले सब्सक्राइब गर्नुभएको छ। तपाईँ छुट्नु भएको छ भने सब्सक्राइब गरेर हामीसँग जोडिनु होला। पक्कै पनि हामी तपाईँहरूका ठाउँमा आएर पनि नयाँ प्रतिभाहरू, यस्तै फरक काम गरेका व्यक्तिहरूको अन्तर्वार्ता प्रस्तुत गर्छौँ र दुःख र पीडामा रहनुभएका नेपालीको पनि भिडियो प्रस्तुत गर्नेछौँ। र अहिले भने म भाइहरू यहाँ सबै भेला भएर बस्नुभएको छ, उहाँहरूलाई चाहिँ म स्वागत गर्छु। सबैलाई नमस्कार। नमस्कार। अब म एक एक गरी सबैको नाम सोध्छु, नाम भन्दै जाउँ है त, यताबाट सोध्छु। बाबुको नाम रविन्द्र बादी। बाबुको नाम सुनिल बादी। बाबुको नवीन बादी। भाइको पदम बादी। सानो बाबु महेन्द्र बादी। भन्छ यसरी लहरै बस्नु भएको छ होइन। यहाँ सबैभन्दा जेठो चाहिँ को हो? सबैभन्दा जेठो उमेरमा को? कति उमेर पुग्यो? 12। बाबुको 12। यता 9। यता 11। यता 7 भनेपछि त लहरै बस्नुभएको रहेछ होइन। अब म सबैलाई सोध्छु है त, सबैजना गीत गाउने हो? सबैलाई आउँछ गीत गाउन? भनेपछि सुरुमा चाहिँ गीत सुन्नु कि अरू कुरा सोधौँ त? म गीत गाउन मन लाग्छ कि अरू कुरा भन्न मन लाग्छ? गीत गाउन मन लाग्छ। सबैलाई गीत गाउन मन लाग्छ हो? भनेपछि तपाईँहरूको चाहिँ भिडियो एउटा भाइरल भएको थियो जुन चाहिँ ना 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 भन्ने एउटा पश्चिमको गीत छ नि, जुन धनक ताम्राकाले गाउनु भएको काफल कमला भन्ने, त्यो गीत चाहिँ हामीले सुनेर आएको। अब त्यही गीतबाट सुरु गर्ने हो आज? हुन्छ। र सुरुमा एकै स्वरमा गाउने कि अब बिस्तारै नगाउने? एकै स्वरमा गाउने। त्यो भिडियोमा पनि एकै स्वरमा हामीले देखाएको थियौँ, फेसबुकमा देखाएको थियौँ होइन। कसले गएको थियो? त्यो 3जना मात्रै देखाएको थियो त त्यहाँ? 1 2 अनि अर्को दाइ विकास। अनि ऊ चाहिँ खै त अहिले हुनुहुन्न हो? ठिक छ, यतिलाई पनि आउँछ नि, आउँछ सबैलाई आउँछ नि त्यो गीत यहाँ बन्तीमा आउँछ। ल सुरु गरौँ है त। 3 2 1 गो। लाउडमा गाउने है त, एकदमै बरु थर्किने गरी गाउने है त। ल हुन्छ। ल काफल खाने कुइया मरुला झुनकिरी सिसाकी गोलीले ओइ लाग्दैन यहाँ बढ्दै गयौला झुनकिरी तो तिम्रो बोलीले तो बुहाली तो गाडा परदेश हुनु लो माया की जालैमा खरबार हुनु लो माकी जालैमा खरबार हुनु लो टक्क काटेको कमला बाटुले लगाए परदेशी मुलुका मेघहरू भुलाए नेपालगञ्ज सहर राइमाला झुनकिरी पानी पर्यो टिङमा रोपौँला पिरमको फुलला झुनकिरी अब आउने दिनमा नारुना ओ नारुना
एकदम लाउडमा एकदमै मिठो गाउनु छ। अब चाहिँ म सिङ्गल गाउन लाउँछु है त, सिङ्गल गाउँछु अनि कसले राम्रो गाउँछ है त, हुन्छ र ल यता बाबुले सुरुमा गाउने है त यही गीत। ल सिङ्गल आउँछ, अर्को गाउने। ल अर्को गाउनु न त, कुन आउँछ? अर्को आउँछ। ईश्वरले बोलाउनु पर्दैन, माया भए ठहराउनु पर्दैन, माया भए ठहराउनु पर्दैन। कान्छी कान्छी कहीँ त बोल्न, हे मनका कुरा खोल्न, म मादल घन गाउँला, तिमी जुरेली जस्तै नाचन। यो नानीको शिरमा इन्द्र कमल फुल मग चलो बासना, कोसीले तानौ कि झट्टारोले हान्नु कि, यो नानीको शिरमै मोहनी, मेरो सामने वाली खिड़की में एक चांद का टुकड़ा रहता है। रेशम फिरी ओए रेशम फिरी उडेर जाऊ कि डाँडे में भन्ज्याङ रेशम फिरी। एक नाले बन्दुक दुई नाले बन्दुक, मृगलाई ताकेको, मृगलाई मैले ताकेको होइन, मायालाई डाकेको। रेशम फिरी ओए रेशम फिरी उडेर जाऊ कि डाँडेमा भन्ज्याङ रेशम फिरी। आम्मामा सबै गीत एकैचोटि गाइदिनु भन्दा हिन्दी पनि नेपाली पनि। अनि कसले सिकाएको यो चाहिँ? कसले सिकाएको? उसले सिकाएको? अनि कहिले रेडियो मोबाइलहरूमा चाहिँ सुन्ने गरेको छैन गीतहरू? अर्काको मोबाइलबाट सुने। ल अब बाबुले गाइसक्नु भयो, अब यताको ल कुन गीत गाउने? अब कि त्यही गीत गाउने काफल कमला एक्लै? अशोक दर्जीको गीत गाउने। ल ठिक छ, अशोक दर्जी कुन गीत गाउने? मन बिनाको। ल मन बिनाको गाउने। मन बिनाको धन ठुलो कि धन बिनाको मन, मन बिनाको धन ठुलो कि धन बिनाको मन। आकाशैमा उडे जाने हे चरीफन, दुनियाँलाई निहाल्ने त आकाश पनि भन। मन बिनाको धन ठुलो कि धन बिनाको मन, मनको खाँचो जनजनलाई छ, धनको खाँचो मनलाई, दुवै अति जरुरी छ, जिउनु पर्ने जनलाई। गाह्रो परो छुट्याउन, गाह्रो परो छुट्याउन एकैछिन त सुन। मन बिनाको धन ठुलो कि धन बिनाको मन, मन बिनाको धन ठुलो कि धन बिनाको मन। यो चाहिँ कहिले सिक्नुभएको थियो? यो गीत चाहिँ एकदमै मिठो छ। कहिले सिक्या? अस्ति नै सिक्या हो। अनि अरूको नयाँ गीत आउँछ कि छैन अशोक दर्जीको? चौरीको के अरे चौरीको चाम्रो छुर्पी आउँछ? थोरै आउँछ। ल थोरै गाइदिनु न त्यो पनि। सबै गाउँछ। ल थोरै गाए पनि हुन्छ, 2-3 लाइन आउन। ल ठिक छ, म बाबुलाई गाउँछु अनि अलिक सम्झिँदै गर्नु। ल ल यहाँ सबैभन्दा राम्रो गीत गाउने चाहिँ को उनी हो? ठिक छ, अब कुन गाउने त? अब गीत कुन सुनाउने? जोडेको नाता। ल जोडेको नाता तोडेर गयो, पराईको घुम्टो ओडेर गयो, पराईको घुम्टो ओडेर गयो। अन्माएर तिम्रो डोली जन्ती खोली तरे, थामिएनन् मेरा आँसु बराबर झरे, थामिएनन् मेरा आँसु बराबर झरे। हिँडेको बाटो मोडेर गयो, पराईको घुम्टो ओडेर गयो। एकदमै मिठो छ। यो चाहिँ कहिले सिक्नुभएको थियो गीत? पहिल्यैबाट। यो त एकदमै रुवाउने खालको हो क्या हो गीत हो? त्यस्तो खालको मनपर्छ? अलिक स्लो गीतहरू मनपर्छ हो? अर्को गीत कुन गाउनुहुन्छ त? अब अर्को गीत कुनै छ त्यस्तरी यस्तै खालको? सँगै अथवा अरू कुनै? कुन छ? तिमीले बाटो फेरि र म सबैलाई पालै सोध्छु, तिमीले बाटो फेरि कसलाई आउँछ यहाँ?
ल यता बाबुलाई गर्छु त्यसमा के बाबुलाई गर्नु अगाडि मलाई त्यहाँ चाहिँ यसलाई हजुर ए ल म यसो गर्छु नि त सबैलाई पालो पालो गर्छु अब बाबुको पालो गर्छु अनि त्यसपछि यता आउँछु ल बाबुले गाइदिनु ल मर्ने कसैलाई रहर हुँदैन तर मरेको प्रहर हुँदैन भागेर जाऊ कुन ठाउँ जाऊ मान्छे नमर्ने सहर हुँदैन मर्ने कसैलाई रहर हुँदैन यति आयो ल बाबुको कुन गीत आउने त अब ल I want to see you smile on face त्यसैले गर्दा छेउमा तिमीलाई हरदम तम फेस बोलाउँछ यो मन मेरो जब हेर्छु तिम्रो ड्रेस आँखामा मेरो डुबिएर भइहाल्छ अनफेस अब त आऊ माया गर मलाई मुटुभरि ए मन परेनन् भन्नेमै आई एम भेरी सरी सरी ए यति आउँछ हो एकदम राम्रो छ कहिले सिक्नुभएको थियो अस्ति नै सिक्या अनि अरू आउँदैन त्योभन्दा पछाडिको गीतहरू के अरू कुन गीत आउँछ आउँदैन र म अब सबैलाई सोध्छु है त को कतिको क्लासमा पढ्ने हो बाबु कतिमा पढ्ने हो 4 मा यता बाबु 4 यता 5 मा यता 3 मा हो यता 2 मा हो अनि स्कुल चाहिँ लाग्दैन अनि आज त जानुभएको थियो कि थिएन आज स्कुल आज 1 बजे बिदा हो आज 1 बजे बिदा भयो अब चाहिँ छुट्टी हो कि किन छुट्टी हो इक्जाम थियो कि किन त्यसरी हो इक्जाम थियो र अब ठिक छ म बाबुलाई अरू के कुरा दिदी आउनुभयो ठिक छ दिदीले पनि म अहिले गर्छु अब बाबुहरूलाई म सोधेको कुरा गर्ने है त अब कुन गीत आउने त अब यताबाट गर्नु होइन बाबुलाई म सोध्छु है त सुरुमा हुन्छ के चाहिँ गर्नु कसलाई गाउन लाउनु सुरुमा त्यसै गर्नु नि ल फेरि कुन गीत आउने त अब चाहिँ यी आँखामा आउँछ ल हुन्छ ल आँखामा तिमी छौ यो मनमा तिमी छौ देखाउन पुत गाह्रो जीवनमा तिमी छौ तिमी भएर मार्दै जिन्दगीमा मुजा छ भाग्य त छ कि छैन तिमी त छौ नि मेरो कोही त छैन नि नर्त तिमी त छौ नि मेरो ए आँखामा तिमी छौ यो मनमा तिमी छौ बाबुलाई चाहिँ छिटो गीत गाउने हो क्या हो छिटो गाउनको लागि यता आएको होला होइन अब बाबुको पालो कुन गीत गाउने त अब तिमीले बाटो फेऱ्यो अरे हो कहिले सिक्नुभएको थियो चाहिँ उसले नै सिकाउनु भन्छ यहाँ सबैभन्दा गुरु चाहिँ ऊ गयो क्या हो सबैभन्दा यहाँ फटा चाहिँ चकचके चाहिँ को कोही चकचक गर्दैन झगडा त गर्छ होला दुईजना झगडा गर्ने छ गर्ने छैन नि ठिक छ फेरि यहाँ झगडा गरियो भने त फेरि लगिँदैन नि काठमाडौँ चाहिँ को जाने त यहाँबाट सबै जानु मन लागेको छ अब जसले राम्रो गायो त्यसले मात्रै लाने हो नि त हो हुन्छ कसले राम्रो गाउँछ त यहाँ अब ल अब बाबुले गाउने है त कुन गीत गाउने अरे अब तिमीले बाटो फेऱ्यो अरे ल तिमीले बाटो फेऱ्यो अरे अरू कैलाई फेऱ्यो अरे यो हल्ला छ तिमीले मेरो विश्वास तोड्यौ अरे केही पलको बिचोलाई सहन सकेन मेरो माया सम्झेर सहन सकेन समयको खेल जस्तो दैवको जेल जस्तो तिमीले बाटो फेऱ्यौ अरे अरू कैलाई फेऱ्यौ अरे ल ठिक छ एकदमै राम्रो छ यो पनि अब ल बाबुको पालो है त अब बाबु चाहिँ यहाँको सबैभन्दा राम्रो गाउने हो होइन त्यही भएर कुन गाउने त अब सबैभन्दा राम्रो गाउनेले सँगै अर्को कुनै आउँछ तिमीले बाटो फेरेर नै आउँछ होला नि त आउँछ होइन किन के भयो ए ल ठिक छ कुन पुस्ने बेला भयो अलिकति ल पुसेर अब कुन गीत आउने त त्यसो भए ल सँगसँगै सएको त खम्पानी नभुल्नु है
तिम्रो मेरो चोखो प्रेम कहानी नभुल्नु है तिमीलाई माया गरिरहन्छु तिम्रै बाटो हेरिरहन्छु अरूसँग मनमुटु नसार्नु तिमीले तिम्रै भर परिरहन्छु तिमी सुनाउँथ्यौ रङ्गीन कहानी लाजले म मर्थे यो मन तिम्रो बसमा हुन्थ्यो अलि नजिक सर्थे सँगसँगै सएका ती बात नभुल्नु है मैले तिम्रो गरेका ती साथ नभुल्नु है ल एकदमै राम्रो छ एकदमै मिठो छ अर्को गीत अब बाबुलाई म अर्को गीत गाउँछु अनि त्यसपछि यता पालो ल अर्को एकदमै राम्रो गाउँदैछ सुरुमै गाउने ल कुन गाउने त ल म तिम्रो मुहार छ चन्द्रमाको चाँदनीमा तिमी बिना एक्लै बच्छु म त अग्निमा नखाएर भोकै बसी हो नखाएर भोकै बसी खुवाउँथ्यो खोले सिस्नो खाउ भात छातीभित्र कसरी म तिमीलाई बिर्छु निन्द्रबाट बिउजे कति पाउँछु भने तिम्रो काका पाएको छैन अझै मैले पाउँछु भने तिम्रो काका निष्ठुरी कराइछौ तिमी हो निष्ठुरी कराइछौ तिमी छोडी गएको बनाए फाउतरी दैछु म त तिम्रो न्यानो काका नपाएँ हजारौँमा छोडे मैले यति आयो अनि बाबुको पालो हो अब कुन गाउने त अब सिरिमा सिरी बतासे चलो सुसल्दै मिठो धुम चाँदनी रङ्ग बोकेर छायो धरतीमा हेर जुन चाँदनी रङ्ग बोके छायो धरतीमा हेर जुन झिलमिल 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 झिल जुन्नेलियो रात आउ सङ्गी साथी यो नाचौँ ल ठिक छ अब फेरि गाउनुपर्छ यता हेर्नु पऱ्यो नि त सबैजनाले ल हुन्छ अब म सबैलाई सोध्छु है त अरू बेला चाहिँ के गर्ने गरेछ त अब दिउँसो स्कुल जाने अनि अरू बेला के गर्ने छ बाटोमै बसेर गीत गाउने हो के छ बेलुका गीत गाउने हो अनि बिहान बिहान पढ्ने हो अब सबैले यहाँ कस्तो छ त अनि स्कुलमा फर्स्ट आउने हो कि लास्ट आउने हो के छ यो फर्स्ट आयो थियो सेकेन्ड आयो थियो यो 5 क्लासमा कति भएको थियो यो के छ बाबुको थर्ड हुने भइरहेछ म चाहिँ फर्स्ट सेकेन्ड थर्डै हो क्या यहाँ सबैजना हो अनि बिहान पढ्ने दिउँसो स्कुल जाने अनि बेलुका चाहिँ गीत गाउने हो अनि दिउँसो गीत गाएर चाहिँ अनि कति चाहिँ पैसाहरू दिनुहुन्छ गिफ्टहरू दिनुहुन्छ कि हुन्न दिनुहुन्छ कति दिनुहुन्छ के दिनुहुन्छ 100 150 500 त्यस्तो दिनुहुन्छ अनि अब यहाँ माथि घर रहेछ होइन अब यहाँ माथि बस्ती चाहिँ बाबुहरूको यहाँ सबैको घर चाहिँ यहीँ बस्तीमै हो यो चाहिँ कहिले बनाइदिनु भएको थियो कसले बनाइदिनु भएको थियो सरकारले बनाइदिनु भएको थियो अनि बाबुहरूको पहिलाको घर चाहिँ कता हो त सबैको बाबुको त म यताबाट सोध्दै जान्छु है त अब ल एक गरी सोध्छु बाबुको कता हो घर पहिला तल हो यहीँ तल हो अनि यता बाबुको अलिक साह्रो बोल्नु पऱ्यो नि यहीँ तल बस्थ्यौँ अनि उसले खोलो भला आएर अनि बगायो घर भलाएर बगाएको हो अनि बाबुको चाहिँ यहीँ तल हो अनि यता भाइहरूको कता हो त बाबुको घर तल थियो सबैको तल नै हो हाम्रो मात्रै बगा छैन हाम्रो नि बगा छैन तले बस्छौँ ए तले बस्ने हो घर उता थियो अनि हामीले बेच्दियौँ घर ए बेच्दिएको हो अनि बाबुहरूको मम्मी बुवा चाहिँ कहाँ हुनुहुन्छ नि अहिले बाबुको कता हुनुहुन्छ यता भाइको कता हुनुहुन्छ मम्मी बुवा यता हेर्नु पऱ्यो नि त क्यामेरातिर सबैले है त क्यामेरातिर कता हुनुहुन्छ दोकानमा हुनुहुन्छ यता बाबुको के काम गर्नुहुन्छ ए त्यो उयो ढुङ्गा कुट्नुहुन्छ हो अनि बाबुको मम्मी बुवा चाहिँ कहाँ त्यस्तो भयो इन्डिया जानुभएको थियो अनि रक्सी खाएर अनि पुलमा बस्नुभएको थियो अनि चोरले धकलेर पुलबाट खसेर ए कति वर्ष भयो धेरै भइगयो 1 महिना 5 वर्ष हुन लाग्यो 5 वर्ष हुन लाग्यो है ए भन्छ बाबुको चाहिँ कहाँ हुन्छ मम्मी बुवा
बाबा तल हुनुहुन्छ मम्मी माथि घरमा मम्मी माथि घरमा हुनुहुन्छ ठिक छ ल बाबुहरूले चाहिँ गीत गाउनेमा रुचि रहेछ होइन अब एकदमै राम्रो छ अब बाबुहरूले चाहिँ सिक्ने कहिले कति बेला सिक्ने हो त बिहान चाहिँ अब यता सुन्ने बेला यता है खोइ सबै उता हेर्ने हो किन अनि उता यताउति गर्ने हो एउटा आउँछ गीत कुन गाउँछ म सोध्छु है त जस्तो बाबुहरूले चाहिँ अब बिहान पढ्ने दिउँसो स्कुल जाने बेलुका गीत गाउने अनि सिक्ने चाहिँ कहिले त गीत सिक्ने हजुर उता लग्नुभयो भने शनिबारतिर महिनासम्म सिक्ने अनि राम्रा गीत अनि भिडियो गर्ने सिक्ने त्यस्तो गर्ने मन छ अनि अब फेरि अर्को गीत गाउनुपर्छ है त अब बाबुले चाहिँ धेरै राम्रो गाउनु हुँदो रहेछ होइन सबैले भनेअनुसार बाबुले अब कुन गीत गाउने त अब विदेशको गाउँछ भन्थ्यौ आमा नेपालमा दुःख छ विदेशमा त पैसाको रुख छ कालो बादल निलो आकाशमा कालो बादल निलो आकाशमा गयौ आमा चढेर जहाजमा फर्क्यौ बाकासमा किन हिजो राति सपनीमा आयौ सानो भाइलाई कागमा राखी कपाल सुमसुमायौ हाम्री मात्रै आमा छैनिन् सबै के छन् गाउँमा हामीलाई पनि लैजाऊ आमा तिमी बस्ने ठाउँमा भन्थ्यौ आमा नेपालमा दुःख छ विदेशमा त पैसाको रुख छ कालो बादल निलो आकाशमा यो गीत चाहिँ अब एकैचोटि तपाईँले सबैले एकैचोटि सिक्नुभएको एकैचोटि सिक्न आउँछ उसले सिकाउने हो अनि कसरी सिकाउनुहुन्छ नि कसरी एउटा यो लाखुडी साकुडी कता यता मामा जान्छ अनि त्यहीबाट अनि यसलाई को अरू सिकाइदिन्छ नि यो हामीलाई अनि कसरी याद हुन्छ शब्दहरू लेखेर लेख्नुहुन्छ कि के गर्ने एउटा साथी थियो बजाउँछौँ अनि बजाउँछौँ त्यही बस्छौँ अनि सुन्छौँ अनि बाबुहरूले चाहिँ अशोक दर्जीको बारेमा सुनेको छ कि छैन थाहा छ अशोक दर्जीको बारेमा एकछिन ल बाबु झापाको भन्ने हो थाहा छ अनि अशोक दर्जी त एकदमै चर्चित हुनुहुन्छ नि त धेरै फेमस भएर एआर बुढा थियो भने चिनेछ अनि यहाँ कति कसलाई चाहिँ ऱ्याप आउँछ नि ऱ्याप गाउन ल बाबुले आउँछ ऱ्याप सुनौँ न त कसको आउँछ ऱ्याप चाहिँ खिलाडी छोरी रमाले पनि काट्छ भाग गर्ने इन्टिसनमा तर पनि मेरो नाम छ आयो म दुर्गेश थापा गाउँछ बाबुको कुन कसको आउँछ यो एक्लै गाउँछ ल एक्लै गाउने कलाडी छोरी रमाइलो पनि काछ मापाङ्ग इन्टुसानमा तर पनि मेरो नाम छ आयो मालाउरे इन्टुवारी पाका सबको मन जित्दै गर्छ यो हो दुर्गेश थापा यो चाहिँ आउँछ अनि आरजेको चाहिँ आउँछ न कुन आउँछ अरू आउँछ बोको बोको गाँजा तान्नुला श्रीमतीलाई छोड्यो मैले ट्यापा बनाउला ट्याप किन्नु जाँदा झ्यापडो दाहिने आँखा झिम्काउँदा केटीसँग लपडो आमाले सेलरोटी पकाउने छोरीले केटासँग फकाउने कसलाई दिने हो छोबाले कसलाई दिने हो पालिबाट हात्ती आयो लामा लामा कान छोडिने केटीको दाँतीमा झगडा गर्ने हो क्या यहाँ हो मेल छैन अरू पल्ला घरकै फुन्टेर लाहुरबाट आयो आमालाई साडी बाउलाई आप आमा मलाई पनि विदेश जान रनको लागो लाटा गुट्टो बाटो ल्याउला धनको बिटो ल अब कसको भन्नु ल बाबु सानो होइन रेलमा छ घुइकन बेर छैन पल्ला घरको भुर्केर लाहुरबाट आयो आमालाई साडी बाउलाई आप आमा मलाई पनि विदेश जाने रनको लाटोमा खुट्टो बाटो आयो ल्याउला धनको बिटो अब बाबुको बाल होइन अनि यता अन्तिममा बाबुलाई सोच्छु है कुन के एकछिन सम्झिने हो र यता म यता गाउनु बकुलाले पानी खायो घाँटी तानी मैले बिहा गर्नुपर्छ केटी छानी अर्को पनि आउँछ सोल्लाका दाउराले रोटी पकाउने पात चिपे देउनामा केटी पकाउने मलाई अर्को कसले सिकाएको यस्तो चाहिँ आफै सिकाएको कुन आउँछ आकाशमा उड्ने चरीलाई ढुकुर बनिन्छ माया गरी छोड्नेलाई कुकुर बनिन्छ कसले सिकाएको यो चाहिँ मलाई आकाशमा धेरै तारा छन् गर्न सकिन स्कुलमा धेरै केटी छन् आई लभ यु भन्न सकिन ए त्यस्तो पनि आउँछ
खोलाभरि ढुङ्गा थियो बगाउन सकिनँ मुटुभरि माया थियो आई लभ यु भन्न सकिनँ ए त्यस्तो पनि आउँछ है अर्को पनि ल ल ल के आउँछ सेतो गोडो कालो गोडो थियो भने सेतो गोडो किन्छु मेरी मायालाई टच गरे पनि उडी उडी दिन्छु उडी उडी दिने हो ल ठिक छ अब एकछिन अब बाबुलाई म यता गाउनु लाउँछु है त एकछिन एउटा आउँछ ल ल ल अङ्गुरका जुत्ताउनु नरेलको तेल आजकलको केटीका प्लास्टिकमा ढेल ए त्यस्तो पनि आउँछ है ल बाबु गयो है त अब बाबुले चाहिँ कुन गीत गाउने त अब ऱ्याप आउने गीतै गाइदिनु नि त कुन गाउने अब कुन गाउनु त छिन नमस्कार अर्को पनि आउँछ आमा तिमीले लगाएको चुरा फुल्दाखेरि आमा तिमीले लगाएको चुरा फुल्दाखेरि बुढेसकालमा हामीलाई छोडी बाबा बित्दाखेरि हो बाबा बित्दाखेरि छिनछिनमै रुन्थे होला आँसुले मुख धुन्थे होला परदेशी हो छोरो सम्झेर ए आमा परदेशी हो छोरो सम्झेर ल एकदमै राम्रो छ यो पनि होइन अब म अलिकति दर्शकलाई जोड्न चाहन्छु पक्कै पनि तपाईँहरूले भाइहरूको गीत सङ्गीत सुनिहाल्नुभयो होइन बाबुहरूको घर पनि यहीँ रहेछ अब बादी समुदायको हुनुहुन्छ उहाँको काम पनि अब आमा बुवाले त्यस्तै खालको गर्नुहुँदो रहेछ अब तपाईँले पक्कै पनि गीत उहाँहरूको कस्तो लाग्छ त्यो हेरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला र बाबुहरूको अब जसरी बोल्नुहुन्छ त्यो एकदमै नेचुरल छ उहाँहरूको एकदमै भित्रैबाट बोल्नुहुन्छ अब केही अब त्यस्तो सङ्गीतहरू पनि सिक्नु भएको छैन त्यही भएर त्यस अनुसारले मूल्याङ्कन गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला र बाबुहरूलाई छिट्टै नै काठमाडौँ लाने व्यवस्था पनि हुँदैछ अब जसले राम्रो गाउनु छ यहाँ मध्येमा उहाँहरूलाई चाहिँ काठमाडौँ लगिँदैछ र अब अन्तिममा चाहिँ कुन गीत गाउने त सबैले एकैचोटि गाउने अनि बिदा हौँ है त तिम्रो मुहार छ चन्द्रमाको चाँदनीमा तिमी बिना एक्लै बच्छु म त अग्निमा नखाएर भोकै बसे हो नखाएर भोकै बसे खुवाउ त खोला सिस्नो खाउ भात छाती भित्र कसरी म तिमीलाई बिर्छु निन्द्राबाट बिउजे कति आउँछु भने तिम्रो काख पाएको छैन अझै मैले तिमीले जस्तै दिने साथ निष्ठुरी कराइछौ तिमी ओ निष्ठुरी कराइछौ तिमी छाडी गएको बनाए पौतरिँदै हिँड्छु म त तिम्रो न्यानो काख नपाए हजारौँमा खोजे मैले पाउँछु भने तिम्रो काख पाएको छैन अझै मैले तिमीले जस्तै दिने साथ यही हो यति आउँछ अनि बाबुहरूले हुन्छ नि चेप्टे नै आउँछ ल त्यो पनि गाइदिनु अब चेप्टे बेरुङ्गो बेरुङ्गोमा लसुन रिस गर्ने रेलीमै रिसै गरी बसुन चेप्टे बेरुङ्गो बेरुङ्गोमा लसुन रिस गर्ने रेलीमै रिसै गरी बसुन आठिलो छोरो तिम्रो र मेरो मायाको डोरो छन् बलियो कसम रे मै झन् बलियो कसम छति राम्रो ढोको धने दाइले बुनेको मेरो मनको कुरा तिम्रो मनले सुनेको ल एकदमै अब यति नै गाउँ है त आज हुन्छ अर्को भिडियोमा गाउनुपर्छ है त यता दाइ पनि आउनुभएको रहेछ होइन नमस्कार दाइ हजुर नमस्कार तपाईँ चाहिँ यहाँ छेउमा बस्नुभएको थियो र मैले तपाईँलाई अलिकति फ्रेममा नै ल्याएँ होइन हजुर माथिबाट आउनुभएको थियो हजुरको नाम चाहिँ मेरो उदयबहादुर सिंह हजुर दैलेको नगरपालिका 8 ठौरीबाट बस्छु म अहिले सुर्खेतमा हो हजुर बाबुको मैले युट्युबमा हेरिरहेको थिएँ हेर्नुभएको थियो हेरेको थिएँ अनि कस्तो लाग्छ तपाईँहरूको स्वर एक नम्बर राम्रो लागिरहेछ अनि किनकि त्रिवेणीमा हाम्रो दाइले उहाँले पनि तल बजारमा गर्नुभएको थियो अनि अस्ति भाग्य नेउपानेजीले पनि अब आएर गर्नुभएको थियो त्यसको लागि बाबुहरूको लागि उपहारको लागि मेरो अरू केही छैन यो बाबुहरूले पक्रिदिनु होला है
ए तपाईँले चाहिँ 500 रुपियाँ बाबुहरूलाई राम्रो गीत लाग्यो अरे है राम्रो गीत लागेर मैले बाबुहरूलाई उपहार दिएको। ए हुन्छ पक्कै पनि दर्शकलाई म थोरै जोड्न चाहन्छु। उहाँ चाहिँ अलिकति आफ्नो काममा हिँडिराख्नु भएको रहेछ, तर बाटोमा हामीले इन्टरभ्यू लिइरहेको बेला चाहिँ उहाँले आएर चाहिँ राम्रो गीत लागेर पैसा अलिकति दिनुभएको छ बाबुहरूलाई। अब यसो राम्रो लागेर होइन। अब उहाँहरूको स्वर अब पक्कै उहाँहरूले काठमाडौँ लाने पनि उयो छ होइन, कुराहरू छ। कस्तो छ तपाईँलाई, कस्तो लाग्छ? नै धेरै राम्रो लाग्छ। त्यसको लागि पनि कुनै पनि हेल्प बाबुहरूलाई चाहिन्छ भने म अहिले हिँडिरहेको छु। म अहिले जुम्ला जाने हो है, जुम्लाबाट फिर्ता हुँदाखेरि बाबुहरूलाई कुनै पनि हेल्प चाहियो भने म गरिदिन्छु है। त्यसको लागि केही माइन्ड नगर्नु होला। कुनै पनि दर्शकहरूले यताउता बाबुहरूको 1 नम्बर राम्रो छ, किनकि बहुत दुखीहरू छन् बाबुहरू, सबै छन्। अनि बाबुहरूले आफ्नो जिन्दगीको बारेमा बाबुहरू हामीले सुधार्नु पर्ने। जस्तै एउटा बाबुलाई म लगेर जान्छु अहिले। हुन्छ होइन, पक्कै पनि अब बाबुहरूको चाहिँ त्यो अब मम्मी बुवासँग कुरा गरेर के हुन्छ होइन। तर एकदमै राम्रो प्रतिभाशाली छन् होइन। अब प्रतिभामा त एकदमै राम्रो छ। अशोक दर्जीलाई हाम्रो उहाँ सरले लिनुभयो। त्यहाँ एउटा बाबुलाई म लग्छु, उहाँ बाबुलाई कुनै पनि एउटा बाबुलाई लग्छु म, उहाँको लागि पुरा हेल्प गर्न तयार छु है। पक्कै पनि अब उहाँको आमा बुवासँग कुराकानी गरेर होइन त्यो पनि गर्न सक्नुहुन्छ। अब तपाईँले त महान दिल हुनु रहेछ, किनभने यो खालको एउटा पनि यहाँ सामान्य रूपमा हेरेर पनि तपाईँले यस्तो सहयोग पनि गरिदिनु भयो होइन। त्यो चाहिँ तपाईँले कुरा गरिदिनु होला। अब बाबुहरूको स्वर एकदमै राम्रो छ, एकदमै नेचुरल छन् भाइहरू, धेरै राम्रो छ। 10 मिनट म जोड्न चाहन्छु। जस्तो तपाईँहरूले भाइहरूको प्रतिभा देखिसक्नुभयो, एकदमै राम्रो प्रतिभा छ। पक्कै पनि तपाईँहरूले लाइक कमेन्ट सेयर गर्न चाहिँ नछुटाइदिनु होला, किनकि उहाँहरूको अब फ्यामिली अवस्था उहाँको अवस्था त तपाईँले देखिसक्दा पनि थाहा हुनु छ होइन। पक्कै पनि उहाँहरूको अवस्था पनि एकदम कमजोर छ र गीतमा एकदमै रुचि, अब एकदमै नेचुरल बोल्नुहुन्छ। सबैभन्दा ठुलो कुरा त्यो हो। गाउँले परिवेशमा हुर्केर अब यो खालको गीत गाउनु, यतिको शब्दहरू ख्याल हुनु भनेको पक्कै पनि राम्रो कुरा हो। त्यही भएर लाइक कमेन्ट सेयर गरिदिनु होला। र बाबुहरूलाई कतिको तपाईँहरूले मूल्याङ्कन गरिदिनु भयो भने चाहिँ उहाँहरूले चाहिँ काठमाडौँ गएर रेकर्डिङ गर्ने अवसर अथवा पढ्ने अवसर, अझ राम्रो सङ्गीत सिक्ने अवसर पनि पाउनुहुन्छ। पक्कै पनि यसको लागि पनि तपाईँले लाइक कमेन्ट सेयर गरेर संसारभर छरेर बस्नुभएका नेपालीसम्म पुर्याइदिनु म आग्रह गर्छु। र आजको भिडियो चाहिँ म यतिमै सक्छु। र पक्कै पनि उहाँहरूको इन्डिभिजुअली एक-एकजनाको पनि इन्टरभ्यू हामीले प्रस्तुत गर्नेछौँ। पक्कै पनि सब्सक्राइब गरेर जोडिनु होला। हामी अपडेट उहाँहरूको सम्पूर्ण अपडेटहरू दिने गर्छौँ। अहिलेलाई भने चाहिँ यहीँबाट बिदा हुन चाहन्छु। धन्यवाद। सब्सक्राइब गर्नुहोस् ओरिजिनल खबरलाई र बेललाई दबाउनुहोस्।